साथी हो मेरो भिडियो हेरेर क्या यहाँ बहिनी खुसुक्क लाएर चाहिँ गाँजाको साबुन ल्याएर चाहिँ उहाँले चाहिँ मुख धुने गरेको रहेछ कि अनि सबैजनाले ग्लो आयो राम्रो भयो अरे अनि उहाँको चाहिँ अलिकति पोतोहरू थियो कि अनि पोतोहरू पनि गएछ होइन राम्रो देखेको छ क्या अनि तिम्रो निधारमा त्यो चाया त अलिअलि मात्रै बाँकी रहेछ त अहिले त हजुर त्यस गाँजाको साबुनले मुख धोको यस्तो भएको अनि साथीहरूले पनि सोधिरहेको छ के मेरो चाया गयो तिम्रो भनिरहेको थियो चायाको गाँजाको साबुन भएन हो अनि अरू साथीहरूले पनि के भएछ त उनीहरूको चाहिँ अरूले नि एलर्जीहरू चाहिँ निको भयो भनिरहेको छ सबैजनाले एलर्जी पनि निको भयो है अनि कतिपयको त्यो के भन्छन् तेलले ग्यास्ट्रिक पनि निको भयो भन्दै थियो ग्यास्ट्रिक पनि गयो अरे उनीहरूको पनि निको भयो म पनि अलिक ग्यास्ट्रिक भएको कि जस्तो लाग्यो होइन मैले नै आज भर्खर 3 दिन हुन्छ खान लागेको 2 दिन भयो खान थालेको खाना अलिकति नरुचिरहेको थियो कि अनि अहिले चाहिँ खाना रुचाउँछ होला जस्तो लागिरहेको थियो आज त मजाले खाना खायो 3-4 दिन भयो लोसर लगाएपछि खानै खान मन नलाग्ने कि अनि गाँजाको तेल चाहिँ खाएको 2 दिन भयो अनि आज खाना मैले मजाले खाएँ भनेको त्यो चाहिँ मलाई पनि छक्क लाग्छ भनिराख्नु भएको थियो ग्यास्ट्रिकले केही खानु भएको थिएन गाँजाको तेल खाएको अहिले अलिक ठिक भयो भनेर है लो कति औषधि रहेछ त आम्मा है नपत्याउने गरेर यी चाहिँ यी बहिनी नानी चाहिँ हामी छिमेकी हो कि साथी यहीँ नै छौँ के यो अगाडिको घर मेरो यिनी यहाँ छ टेलर चलाउँछिन् यहाँ कला राई भन्छ होइन उहाँलाई चाहिँ उहाँहरू चाहिँ साथीहरू मिलेर गएर चाहिँ त्यहाँ फोन नम्बर टिपेर गएर फोन नम्बर केमा टिपेर गयो त युट्युबमा सब्सक्राइब पनि गरिदिनु है तिमीहरू भिडियो पनि हेरिदेऊ है हो नि सब्सक्राइब पनि गरिदिएको छ साथीहरूलाई पनि भन्नु कस्तो राम्रो खुसी लाग्यो कि मलाई चाहिँ है ल साथीहरू नपत्याएको थियो नि हामीले मलाई थाहा छैन है बहिनी लाउँदै गरेछ भनेको अहिले टेलरमा आएको अनि कस्तो फेस पनि राम्रो भएछ अस्तिको भन्दा अनि हामी पनि गयौँ नि दिदी गाँजाको साबुन लिनु अरे के म छक्क पऱ्यो अनि तिमीलाई के फाइदा भयो भनेको त चाया नै गयो अरे के अब खुसी लाग्यो है मलाई चाहिँ ल त्यहाँ गणेश दाईलाई पनि धेरै धेरै धन्यवाद र यो गाँजाको चिजहरू चाहिँ नेपाल सरकारले चाहिँ नेपालमा उत्पादन गर्नु दिनुपर्ने चाहिँ एकदम नै नम्बर 1 औषधि रहेछ है मलाई चाहिँ त्यस्तो लाग्यो फेरि यहाँ डक्टरहरू चाहिँ फेरि गर्ला नि होइन हस्पिटलहरू चाहिँ यस्तो औषधहरू निको भयो नि त फेरि हस्पिटल चाहिँ मान्छे नआउला भने फेरि अर्को गुनासो हुनसक्छ होइन त्यस्तो होइन जसको भाग्यमा जे लेखाएको छ त्यो चाहिँ हुन्छ है त ल भिडियो हेरिदिनु भएको धन्यवाद।